95% अफ नेपाली फरेक्स ट्रेडर प्रोफिटेबल हुँदैनन् कारण मार्केट होइन, कारण उनीहरू आफै हुन्। कडा लाग्न सक्छ, तर धेरै नेपाली ट्रेडर ट्रेडिङ गरिरहेका छैनन्। उनीहरू एक्साइटमेन्टको लतमा छन्। चार्ट एनालाइज गर्नुभन्दा बढी पेआउट स्क्रिनशट हेर्छन्, डिसिप्लिनभन्दा बढी डोपामिन खोज्छन्। 1% रिस्कले धनी बन्न ढिलो हुन्छ भनेर सोध्छन् अनि 10% रिस्कले अकाउन्ट छिटो उडाउँछन्। एउटा लसपछि स्ट्राटेजी चेन्ज, अर्को लसपछि मेन्टर चेन्ज अनि अर्को लसपछि ब्रोकर चेन्ज, तर कहिले आफ्नो ट्रेडिङ ह्याबिट चेन्ज गर्दैनन्। लस हुँदा मार्केट म्यानिपुलेटेड, विन हुँदा म स्मार्ट मनी ट्रेडर हुँ भन्छन्। सोशल मिडियामा फन्डेड अकाउन्ट देखाउँछन्, फेल भएको च्यालेन्ज लुकाउँछन्। ल्याम्बोर्गिनीको सपना पहिलो दिन देख्छन्, ट्रेडिङ जर्नल दोस्रो दिन छोड्छन्। अनि सबैभन्दा तितो सत्य हो, धेरैलाई फाइनेन्सियल फ्रिडम चाहिएको होइन, उनीहरूलाई ओभरनाइट सक्सेस चाहिएको हो। त्यसैले अकाउन्ट ब्यालेन्स बदलिन्छ, अकाउन्ट नम्बर बदलिन्छ, ब्रोकर बदलिन्छ, तर रिजल्ट कहिले बदलिँदैन। यदि यो भिडियोले तपाईलाई ट्रिगर गर्यो भने कमेन्टमा होइन, ट्रेडिङ जर्नलमा रिप्लाई दिनुहोस्।